नेहा चौधरी के बचावे के पूरा कोशिश कर रही घर में घुसा रहा है। ऐसा ध्यान दीजिए, पुलिस चारों बगल छेक दिल है। त्यो हिम्मत बढ्दै जान्छ। उहाँसँग त्यही भएको, उहाँले गल्ती गर्दा उहाँको मम्मीले साथ दियो, उहाँको बाबाले साथ दियो, उसको बहिनीहरूले पनि साथ दियो। त्यही चिज उसको बहिनीसँग भयो भने, पंकजको आफ्नो बहिनीसँग भयो भने मलाई जस्तै पंकजले छोडेको छ। डाक्टर जस्तो मान्छे एमबीबीएस गर्नु भएको छ, प्रतिष्ठित ग्रान्डी हस्पिटलमा काम गर्नुभयो, उहाँलाई के सही र के गलत भन्ने थाहा भएन होला। यस्तो हुन्छ के, धेरै जसो ठाउँमा मम्मीले के भन्छ मान्छेले त्यही सुन्छ के। आमा बुबाले जे यसमा मैले नबुझेको एउटा कुरा हजुरलाई सोध्न चाहन्छु। सोध्नु। उहाँले तपाईलाई डाइरेक्ट कुटपिट गर्नुभयो अनि उहाँले दहेज माग्न थाल्नुभयो, त्यति मात्रै हो त? अलिकति यो अलिक अपत्यारीको जस्तो छ। यसमा भित्री कुरा के छ? जस्तै मतलब पहिला नै दाइ के भन्छ पछि दाइजो मागेको त मैले भनेकै छैन। सुरु भयो नि, त्यसपछि सिधै दहेज माग्न थाल्नुभयो, एनी हाउ त्यही मात्रै हो। खटपट नै दहेजबाट सुरु भएको हो। हजुरहरू अझसम्म अहिलेसम्म के सुनिराख्नु भएको छ? म सुरुदेखि भनिरहेको छु, मलाई हजुरसँग बस्नु छ भन्दा काठमाडौँमा घर किन्दिन लगाऊ भन्नुहुन्छ। खटपट दाइजोबाट सुरु भएको हो। दाइजो माग्न लगाउने चाहिँ आफ्नो